द भोइस जित्दा आएन बाधा द भोइस जित्दा आएन बाधा धेरै धेरै धन्यवाद खेम दादा गयो जोबान बधाई छ टिम खेम र सँगै प्रोसेसलाई र सम्पूर्ण मिडियामा स्वागत छ। थ्याङ्क यू सो मच कमल र सबभन्दा पहिला त दर्शकदिनलाई धेरैभन्दा धेरै धन्यवाद उहाँहरू बिनाको माया अथवा उहाँहरू बिनाको यो सफलता अपूरणीय थियो। उहाँहरूको माया बिनाको यो सफलता अपूरणीय थियो। उहाँहरूको सहयोग बिनाको यो माया अथवा यो सफलता अपूरणीय थियो। उहाँहरूको भोट बिनाको यो सफलता अपूरणीय थियो। थ्याङ्क यू सो मच कमल, थ्याङ्क यू सो मच। अब प्रोसेस यो ठुलो लडाई जित्नु भएको छ। तपाईँको ठुलो चाहना थियो यो भोइस अफ नेपाल सिजन 6 को विनर हुने। आज सफलता प्राप्त गर्दै गर्दाखेरि यो विनरको मेडललाई कसको लागि स्वीकार्नुहुन्छ? यो चाहिँ मेरो सम्पूर्ण दर्शक श्रोता अनि मेरो आफन्त परिवार अनि चाहिँ मेरो चाहिँ मलाई सहयोग गर्ने मेरो जिल्लावासीहरू होइन सम्पूर्ण गाउँपालिका नगरपालिकादेखि लिएर चाहिँ सम्पूर्णलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। उहाँहरूकै सपोर्ट उहाँहरूकै साथ सपोर्ट र उहाँहरूकै भोटको कारणले गर्दा आज म यहाँसम्म आइपुगेको छु। मैले जित्न सफल भएको छु र खेम दादालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।